सम्पूर्णमा नमस्कार। आज चाहिँ म हट बेड कसरी तयार गर्ने भन्ने कुरा जानकारी गराउन गइरहेकी छु। सुरुमा चाहिँ हामीले 1 मिटर चौडाइ र आवश्यकता अनुसार लम्बाइ भएको 60 सेन्टिमिटर गहिराई खाडल खन्नु पर्दछ। हामीले खाडल खन्दाखेरि राम्रोसँग चारैतिरबाट मिलाएर चौकोस मिलाएर राम्रोसँग खाडल खन्नु पर्दछ। खाडल खनिसकेपछि खाडलको तल्लो भागलाई जमिनलाई चाहिँ प्लेन गराउनु पर्दछ। त्यसपछि हामीले एक लेयर पराल राख्ने गर्दछौँ। पराललाई पुरै खाडल छुट्ने गरी राम्रोसँग मिलाएर राख्दछौँ र त्यसमाथि हामीले काँचो गोबर राख्ने गर्दछौँ। काँचो गोबरलाई चाहिँ वरिपरि खाडलको हरेक ठाउँमा पुग्ने गरी पराल छोपिने गरी सबै ठाउँमा मिलाएर लिपेर राख्ने गर्दछौँ। त्यसमाथि चाहिँ हामीले थोरै पानी राख्ने गर्दछौँ। पानीले चाहिँ हामीलाई कुहुनमा मद्दत गर्ने गर्दछ। त्यसपछि पानी हालिसकेपछि फेरि हामीले लिपे जस्तो गरेर चारैतिरबाट हामीले राम्रोसँग बन्द गरिदिन्छौँ। फेरि त्यसमाथि अर्को लेयर हामीले पराल राख्ने गर्दछौँ। पराल राख्दाखेरि हामीले चारैतिरबाट गोबर छोप्ने गरी राम्रोसँग बाक्लो लेयर पराल राख्ने गर्दछौँ। परालको लेयर राखिसकेपछि त्यसमाथि फेरि हामीले पानी हाल्ने गर्दछौँ। पानी हाले पनि फेरि अगाडिको जस्तै हामीलाई पराल छिटो कुहुनमा मद्दत गर्दछ र त्यसमाथि हामीले 10 सेन्टिमिटर लेयर बनाएर हामीले माटो राख्नु पर्दछ। माटो चाहिँ हाम्रो टप सोइलको हुनुपर्दछ। माटो चाहिँ ढुङ्गा फोहोर रहित माटो हुनुपर्दछ। हामीले माटो हालिसकेपछि माटोलाई बराबर गरेर मिलाउनु पर्दछ र खासमा चाहिँ हामीले हट बेड लहरे बालीका बिर्नाहरू उमार्नको लागि प्रयोग गर्ने गर्दछौँ। हामीले चाहिँ यसमा तातोपन हुन्छ र बिर्नाहरू छिटो उम्रिन्छ भनेर हामीले हट बेडको प्रयोग गर्ने गर्दछौँ। तर हामीले हट बेडलाई चाहिँ नयाँ कुराको एक्सपेरिमेन्ट गर्नको लागि हामीले आज युज गरेका छौँ। जाडो मौसममा प्याज अलि नउम्रिने भएकोले हामीले हट बेडमा प्याज कस्तो उम्रिन्छ भनेर हेर्नको लागि हामीले हट बेड प्याजको बेर्ना राखेका छौँ र त्यसमाथि गुमुज बनाएर सेतो प्लास्टिकले छोपिदिएका छौँ। धन्यवाद।